हाकिम साहब त्यहीँ बस्नु भएको छ, उपमेयर त्यहीँ बस्नु भएको छ, धमला सर त्यहीँ बस्नु भएको छ, मेयर साहब त्यहीँ बस्नु भएको छ, प्रवक्ताजी त्यहीँ बस्नु भएको छ, अधिकांश वडा अध्यक्षहरू यहीँ बस्नु भएको छ। हामी सबै ठिक हौँ भने खराब चाहिँ को हो त? खराब चाहिँ को हो? अनि यो हामी गणतन्त्र भनिरहेछौँ। गणतन्त्रमा के हुन्छ? जनताको राज होला नि। तपाईँहरू त्यहाँ बस्ने भनेको हाम्रो कर खाएर बस्नु भएको। मलाई त लाग्छ 1 वर्ष भयो यहाँ कर्मचारी हुँदैन यो नगरपालिकामा। कर्मचारी हुँदैन, नजिकबाट निहालिरहेछौँ हामी। अनि खराब चाहिँ को हो त? अनि कुरा गरेर भोक यो पेट चाहिँ भरिँदैन। मलाई भन्नु खोजेँ सबै कुराले त कागजले त हामी के बनाएको छ भने त सुन्दर नेपाल कागजमा त्यस्तो छ। यसको डिजाइन र मोडल कस्तो छ मलाई त्यो पनि थाहा छैन। फेरि अब म त यो नगरपालिकामै सीमित हुँ भनेको होइन। अब प्रदेश र केन्द्रसम्म पनि जाँदो रहेछ। यहीँ भित्र छन् धेरै मान्छेहरू त प्रदेशबाट योजना किनेर ल्याउने। अनि अस्पताल र स्कुल कहाँबाट बन्छ? प्रदेशबाट योजना किनेर ल्याउँछन्। यिनीहरू कहाँ काम गर्छन्? त्यसको पब्लिक अडिट नभएर यिनीहरू खान्छन् पैसा। चप्पल हाल्ने मान्छेसँग मोटरसाइकल र गाडी चढ्ने पैसा कहाँबाट आयो? तपाईँको बाबुको सम्पत्ति हो त्यो?